नमस्कार सम्पूर्णलाई मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। के तपाईँ मोबाइलमा भएको फोटो, पिडिएफ फाइल र अन्य केही कुराहरू प्रिन्ट गर्न नपाउँदा दिक्क हुनुभएको छ? अब ढुक्क हुनुहोस्। आजको यस भिडियोमा तपाईहरुलाई मोबाइलमा भएको फोटो वा पिडिएफ फाइललाई चापारमा सजिलै प्रिन्ट गर्ने तरिका देखाउँदैछु। कुन स्टोरबाट प्रिन्ट गर्न सकिन्छ र कसरी प्रिन्ट गर्ने भन्ने कुरा यस भिडियोमा स्टेप बाइ स्टेप देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोस् र प्रतिक्रिया दिन नबिर्सनुहोस् है त। अब सुरु गरौँ। मोबाइलमा रहेको फोटो, पिडिएफ फाइलहरू र अन्य केही कुराहरूलाई चाहिँ हामीले कोनबिनीबाट कसरी प्रिन्ट गर्न सक्छौँ त, त्यसको बारेमा आज हेरौँ है। सुरुमा हामीले सुमाहो दे प्रिन्टो सुरु भन्ने बटनमा क्लिक गर्ने। त्यसपछि तपाईहरुले यस्तो स्क्रिन देख्न सक्नुहुन्छ जहाँ चाहिँ प्रिन्ट र स्क्यानको अप्सनहरू छ। फोटो प्रिन्ट गर्ने कि पिडिएफ प्रिन्ट गर्ने हो, त्यसलाई अब हामीले चुज गर्ने। अब फोटो प्रिन्ट गर्नको लागि तपाईले यो बटन थिच्नु होला। त्यसपछि एकछिन तपाईलाई पर्खन भन्छ। त्यसपछि फेरि तपाईले यस्तो स्क्रिन देख्न सक्नुहुन्छ। यो स्क्रिनले चाहिँ यो सर्भिस प्रयोग गर्नको लागि चाहिँ प्रिन्ट स्मास भन्ने एप्लिकेसन चाहिँ आवश्यक छ, हिचियो छ। यसलाई चाहिँ तपाईँ इन्स्टल गर्नुहुन्छ भनेर सोधेको छ। यदि तपाईसँग अलरेडी इन्स्टल छ भने चाहिँ तपाईले लेफ्टपट्टिको बटनलाई क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ भने एप्लिकेसन इन्स्टल गर्नुपर्ने अवस्थामा चाहिँ हाई राइटपट्टिको बटनलाई क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। अब तपाईसँग यो एप्लिकेसन छैन, अब यसलाई हाई बटन क्लिक गरेर अगाडि बढ्नुहोस्। त्यसपछि तपाईले यस्तो स्क्रिन देख्न सक्नुहुन्छ। अब तपाईको मोबाइल एन्ड्रोइड हो कि आइफोन हो, त्यो तपाईले यसबाट सिलेक्ट गर्नुपर्ने हुन्छ। अब मेरो एन्ड्रोइड भएको हुनाले म एन्ड्रोइड बटनलाई चाहिँ क्लिक गर्छु। त्यसपछि तपाईलाई त्यो एप्लिकेसनको चाहिँ क्युआर दिन्छ है। तपाईले त्यो क्युआर स्क्यान गर्नुभयो भने यो एप्लिकेसन त्यहाँ देखाउँछ अनि तपाईले त्यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ। मोबाइलमा चाहिँ त्यो एप्लिकेसन इन्स्टल भइसकेपछि तपाईले यो पहिलो अक्षरमा लेखेको चुगिए भन्ने वा नेक्स्ट, अब अगाडि बढौँ भन्ने बटन तपाईले क्लिक गर्नु होला। त्यसपछि तपाईले यस्तो स्क्रिन देख्न सक्नुहुन्छ जहाँ चाहिँ तपाईलाई के भनेको छ भने त्यो एप्लिकेसन अब स्टार्ट गर्नुहोस्, सञ्चालन गर्नुहोस्। त्यो स्टार्ट गरिसकेपछि चाहिँ तपाईले मोबाइलमा रहेको फोटो अन्य कुनै फाइलहरू छ भने चाहिँ त्यसलाई चाहिँ तपाईले चाहिँ पठाउनुहोस्, सौसिन गर्नुहोस् भनेर त्यहाँ भनिएको छ। यदि तपाईले सिलेक्ट गरिएको फाइलहरू, फोटोहरू सेन्ड भइरहेको छैन भने चाहिँ तल लेखिएको सेचुजोकु देखिनाइ बाय वा कोचिरा भन्ने बटनमा चाहिँ तपाईले क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको अगाडि यस्तो स्क्रिन आउँछ जहाँ चाहिँ वाइफाईको डिटेल दिएको छ। तपाईले चाहिँ त्यही वाइफाईको नाममा त्यही पासपोर्ट हालेर चाहिँ तपाईलाई त्यो कनेक्सन गर्नु भनिएको छ है। माथि 10 साप WF लेखेको छ। तपाईको वाइफाईको नाम भयो भने यो तल लेखेको AD बाट सुरु भएको स्मल लेटरको चाहिँ त्यो रह्यो तपाईको पासपोर्ट, त्यो हालेर तपाईले वाइफाई कनेक्सन गर्नु होला। त्यहाँ तल लेखेको छ नि कोनो हो डेमो सेचुजोकु देखिनाइ बाय वा प्रिन्ट एस्मास नो सेचुजोकु देखिनाइ बाय वा कोचिरा ओ खाकुनिन छिते कुदासाई भनेछ। यसरी गर्दा पनि भएन भने चाहिँ मोबाइलमा गएर त्यो बटन क्लिक गर्नु होला भनेको है। यसलाई मैले बन्द गरेँ। अब मोबाइलबाट कसरी गर्ने त? एप्लिकेसन डाउनलोड हुनु पर्छ, पछि वाइफाई कनेक्सन गर्ने है। हेर्नु त मैले गर्दैछु नि। त्यसपछि 10 साप WF लेखेको वाइफाईको नाममा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ रहेको पासवर्डलाई तपाईले लेख्नु होला है। त्यो बिचमा देखाएको चाहिँ यो डार्क हो अनि त्यसपछि तपाईलाई कनेक्टिङ भनेर देखाउँछ है। हेर्नु त त्यहाँ मेरो कनेक्ट भएको छ। अब कनेक्ट भएपछि त्यो गएर एप्लिकेसन कहाँ छ त्यो खोल्ने। हेर्नु त एप्लिकेसन खोल्यो, त्यहाँ प्रिन्ट फोटो, पिडिएफ भनेर अप्सनहरू छ। मैले प्रिन्ट फोटोमा गएर क्लिक गरेँ अनि यहाँ मैले एउटा कुनै फोटोलाई सिलेक्ट गर्छु है। त्यो सिलेक्ट भइसकेपछि यसरी देखाउँछ है। यसरी देखाइसकेपछि तपाईले त्यहाँ प्रिन्ट द सिलेक्सन फोटो भनेर क्लिक गर्ने।
अब त्यहाँ तपाईँलाई वाइफाई कनेक्सन भयो कि भएन त्यो ठिक छ कि छैन त्यसले एकसो खाकुनिन गर्छ। खाकुनिन तपाईँले एउटा बटन क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। यहाँ क्लोज दाब्नु होला अनि त्यो फोटोलाई सेन्ड गर्नु होला। सबै कुरो ठिक छ भने तपाईँको त्यो सेन्ड हुन्छ अनि सेन्डिङ भइसकेपछि सेन्डिङ कम्प्लिट भनेर देखाउँछ है। अब फेरि ब्याक हुनु पर्यो प्रिन्टरतिर। प्रिन्टरमा यसरी देखाउँछ है। यसरी देखाइसकेपछि तपाईँले पहिलो बटनमा क्लिक गर्नु होला अनि त्यसपछि तपाईँले यहाँ पेपरको प्रकारहरू भनेको छ अनि त्यसमा क्लिक गर्ने। कस्तो फोटो निकाल्न चाहनुहुन्छ त्यसमा क्लिक गर्ने। त्यसपछि यसमा क्लिक गरिसकेपछि ब्ल्याक एन्ड व्हाइट कलर कुन हो त्यो क्लिक गर्ने। अब साइजहरू तपाईँको कुन साइजमा प्रिन्ट गर्न चाहनुहुन्छ त्यो साइज क्लिक गर्ने। यस्तै A4 छ भने A4 मा क्लिक गरेर चुकिए भन्ने बटन दाब्ने। अनि तपाईँलाई यस्तो गामेन देखाउँछ। यस्तो गामेन देखाइसकेपछि चाहिँ अब फुल बडी प्रिन्ट गर्ने कि अब होइन त त्यहाँ सिलेक्सन भएको सबै पार्ट प्रिन्ट गर्ने भन्ने देखाउँछ। मैले त्यो दाबिसकेपछि देखायो। अब तपाईँलाई लेफ्ट राइटहरू यताउता घुमाउँछ भने त्यो बटन क्लिक गर्ने है। अब ओके यही हो भनेर चुकी गर्ने। चुकी गरिसकेपछि तपाईँले अब मलाई अरू पेज पनि चाहिन्छ भने त्यो प्लस बटनमा थिच्नुभयो भने आउँछ। अनि त्यसपछि प्रिन्ट हो हाजिमे मास्का भनेको छ। त्यसपछि प्रिन्ट सुरु गरेपछि तपाईँलाई त्यहाँ पैसा हाल्नु भन्छ। पैसा चाहिँ यहाँबाट हाल्ने। हालिसकेपछि चाहिँ तपाईँको त्यहाँ प्रोसेस सुरु हुन्छ र प्रिन्ट निस्किन्छ।